नमस्कार। रूपन्देही टाइम्स अनलाइन टिभीको कार्यक्रम उत्साहमा यहाँलाई हार्दिक स्वागत छ। सँगै छु म छाया। आजको कार्यक्रम उत्साहमा हामीले निसन्तान दम्पतिका लागि सन्तान प्राप्तिका उपायबारे कुराकानी गर्दैछौँ। पछिल्लो समय सन्तान प्राप्तिका थुप्रै उपायहरू आइरहेका छन्। ICSI, IUI र IVF प्रविधि, यी तीनवटा मध्ये IVF प्रविधिको बारेमा आज हामी कुराकानी गर्दैछौँ। यी तीनवटा प्रविधि मध्ये IVF प्रविधि सबैभन्दा उत्तम विकल्प मानिन्छ। यसको प्रयोग र यसको सफलता पनि सबैभन्दा बढिरहेको छ। यो IVF प्रविधि कस्तो खालको प्रविधि हो र यो नेपालीहरूको सन्दर्भमा कुरा गर्दा नेपालीहरूको पहुँचमा कतिको छ, कतिको सहज छ, यिनै विषयमा आज हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रदीप श्रीवास्तव। बिरामीका लागि डाक्टर भगवानकै रूप हुन्छन्। त्यही भगवानका रूप मध्ये एक 24 वर्षदेखि महिलाको स्वास्थ्य सेवामा निरन्तर समर्पित वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रदीप श्रीवास्तव आज हामीसँग हुनुहुन्छ। दिनरात घाम पानी जस्तो सुकै परिस्थिति भए पनि बिरामीका लागि तत्पर रहने उहाँले महिला सम्बन्धी विविध समस्याको सफल उपचार गर्दै आउनुभयो। विगत 8 वर्षदेखि उहाँले निसन्तान दम्पतिका लागि IUI, ICSI र IVF प्रविधिबाट सेवा प्रदान गर्दै धेरै परिवारमा सन्तानको खुसी भरिदिनु भएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर दम्पतिलाई उहाँले निशुल्क उपचार गर्दै आउनुभएको मानवीय योगदान प्रशंसनीय छ। महँगो IVF प्रविधिलाई सबैको पहुँचमा पुर्याउन भविष्यमा विशेषीकृत अस्पताल स्थापना गर्ने उहाँको सपना छ, जसलाई साकार पार्न उहाँ निरन्तर मेहनत गरिरहनु भएको छ। डक्टर साहब, यहाँलाई नमस्कार, स्वागत छ। आरामै हुनुहुन्छ? सब ठिक छ। हजुर। अब यो IVF प्रविधि भनेको चाहिँ कस्तो खालको प्रविधि हो हैन? सामान्य अर्थमा हैन, हाम्रो यो च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शकले बुझ्ने भाषामा कस्तो किसिमको प्रविधि हो, जानकारी दिनुहोस् न। यसो आजकल हरेक 10 जनामा मोटामोटी एकजनालाई बालबच्चा नहुने रोगहरू देखा परिरहेछ। त्यसको धेरै कारणहरू पनि छन् हैन। त्यो कारणहरूलाई बुझेर सम्झेर अनि त्यसलाई कसरी उपचार गर्ने, एउटा त हुन्छ प्राकृतिक नेचुरल तरिकाले गइसकेपछि पनि भएन भने अनि हामीतिर चाहिँ नि उपचारको क्रममा लाग्छौँ। त्यो उपचारमा चाहिँ धेरै थरीका उपचार गर्ने तरिकाहरू छ। केही कुराहरू मेडिसिन ल्याउने हो, केही कुरा चाहिँ हामीले टेक्निकल कुराहरू नमिलेका कुराहरू मिलाउँछौँ, समयहरू नमिलेका कुराहरू हुन्छन्। बिरामी श्रीमान श्रीमतीको बिचमा केही कुराहरू समयको अनि नबुझेको कुराहरू हैन, कुन बेलामा कति बेला के हुन्छ भने थाहा नभएको कुराले जानकारी दिन्छ। त्यो चाहिँ जानकारी दिइसकेपछि खास के हो भने 1 वर्षसम्म साइन्सले के भन्छ भने 1 वर्षसम्म लगातार सँगै बसेर अस्थायी साधन प्रयोग नगरिकन बालबच्चा बसाउने प्रयास गर्दा गर्दै बच्चा बसेन भने त्यसको रोगको खोज तलासमा जुट्नुपर्छ। त्यो रोगको खोज तलासमा जोड्दाखेरि अब के टेक्निकल कुरा बिग्रेछ कि के रोग लागेको छ, कहीँ कतै कमी कमजोरी छ भने त्यो हामीले चाहिने विभिन्न टेस्टद्वारा पत्ता लगाएर टेस्ट गरेर अनि हामी ट्रिटमेन्टको सुरुवात गर्छौँ। डाइरेक्ट IVF भनेको के हो भने लास्ट जब सुरुमा धेरै कुराहरू मिलेनन् अथवा ट्युब ब्लकहरू छन्
त्यस्तै पाठेघरमा समस्याहरू छन्, श्रीमानको बिरेमा धेरै कमजोरी छ, अनि हरेक उपचारहरू नगरिसकेपछि हामी टेस्ट ट्युबमा जान्छौँ। टेस्ट ट्युब भनेको अर्को शब्दमा आइभीएफ इन भिट्रो फर्टिलाइजेसन भन्छ, त्यसलाई मेडिकल टर्ममा नर्मल भाषामा चाहिँ टेस्ट ट्युब भन्छ। त्यो चाहिँ नि हामीले निसन्तानलाई उपचार गर्ने एक प्रकारको प्रविधिलाई आइभीएफ भन्छ। हजुर हजुर। अब यो होइन हाम्रो देश नेपालको सन्दर्भमा होइन यो चाहिँ कतिको प्रभावकारी छ त? विगतका धेरै वर्षदेखि यहाँले त यो सम्बन्धी काम गरिरहनु भएको छ होइन, नेपालको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी छ यो? नेपालमा पनि अहिले तपाईँको विगत धेरै वर्ष भएको छैन आएको, लगभग मलाई 25-30 वर्ष मोटामोटी भन्दा यतै आएको छ यो प्रविधि नेपालमा। काठमाडौँमा पहिला आएको, पछि विस्तार हुँदै गयो, मान्छेहरू समाजहरूबाट अलिकति भनौँ नि डर त्रास हुन्छ कि जाँदाखेरि के हुन्छ अथवा जानकारी नभएको, किनकि नेपालमा त पछि आएको कुराहरूले धेरै जानकारी नभएको हुँदाखेरि बिस्तारै जानकारी बढेपछि मान्छे अलिकति सचेत भएपछि जानकारी पछि बढ्दै जाँदाखेरि त्यसरी नै एउटा दुईटा गर्दा धेरै ठाउँहरू संस्थाहरू खुले। तर यसको प्रविधिको चाहिने जुन बाहिर इन्टरनेसनल लेभलमा जुन क्वालिटीको हिसाब तरिकाले उपचार गरिन्छ त्यही क्वालिटी सेम क्वालिटी पनि हामीले यहाँ दिइराखेका छौँ र उताको कति पर्सेन्टेज सक्सेस रेट छ त्यो अनुसार यहाँ पनि त्यही अनुसारको राम्रो सक्सेस रेट दिइराखेको छौँ, उपचार चाहिँ नै गरिरहेछौँ। हजुर। अब खासमा चाहिँ यो कस्तो समस्या भयो भने चाहिँ यो आइभीएफ प्रविधितर्फ जानुपर्छ? सिधै डाइरेक्ट आइभीएफ प्रविधि गर्न जानुको लागि तपाईँको महिलाको पाठेघरको दुईटा ट्युब हुन्छ, त्यो ट्युब ब्लक भयो भने अनि त्यसलाई हामीले कहिलेकाहीँ अपरेसन गरेर ओपन पनि गर्छौँ, अपरेसन गरेर पनि सक्सेस भएन, त्यस्तो बेलामा पनि टेस्ट ट्युब गर्ने हो, आइभीएफ गर्ने हो। उहाँ श्रीमानको बिरे बहुतै कम छ, औषधिहरू दिएर पनि बढेन, अनि श्रीमानकै बिरे राखेर बच्चा बनाउने हो भने तपाईँको हामीले टेस्ट ट्युबमा जान्छौँ। अनि तपाईँको डिम्बाशय हुन्छ महिलाहरूको, कहिलेकाहीँ त्यसको उत्पादन नेचुरल तरिकाले हुँदैन, अब त्यसलाई बढाउनको लागि हामी विभिन्न मेडिसिनहरू प्रयोग गरेर अलिक बढाउँछौँ भने कहिले धेरै मात्रामा अन्डा उपज हुने भएको हुनाले त्यो नर्मलमा फेरि जान सकिँदैन, त्यसलाई फेरि हामीले चाहिने टेस्ट ट्युबमै जानुपर्ने हुन्छ, अन्डा बाहिर निकालेर श्रीमानको बिरे लिएर फर्टिलाइज गरेर अनि फेरि हामी इन्सर्ट गर्छौँ। हजुर। अब होइन यो नेपालको सन्दर्भमा चाहिँ यो अलिकति खर्चिलो हुन्छ होइन, महँगो हुन्छ भन्ने छ होइन, यसलाई चाहिँ यहाँले कसरी हाम्रा दर्शकहरूलाई भन्न चाहनुहुन्छ? वास्तवमा खर्चिलो त हुन्छ होला नै होइन, यो होइन सहज तरिकाले त मिल्दैन, कतिको चाहिँ खर्चिलो छ नेपाली होइन हाम्रो नेपालीहरूको सन्दर्भमा चाहिँ उनीहरूको पहुँचमा चाहिँ कतिको छ यो? यसो छ अब आधारित पहुँच त यो यसो हुन्छ, अब पहिलो पटक बस्यो दोस्रो पटक पनि अलिक कम खर्चमा हुने हो, अलिक कहिलेकाहीँ प्रोसेस लामो जान सक्छ कुनै बिरामीलाई। सक्सेस रेट भनेको अब आइभीएफमा तपाईँको मिनिमम अब 40देखि लिएर 80% पनि जान्छ, महिलाको उमेर महिनाको डिजिजमा निर्भर पर्छ होइन, अनि एकैपल्टमा नबस्ने हुनको कारणले गर्दा चाहिँ नि जसरी 40% बस्यो 60% बसेन, दोहोरो पटक गर्दा उहाँहरूको खर्च बढ्ने हो। अर्को के हो चाहिँ यो प्रविधि अब मेसिनरीको कुराहरू भयो, सेटअपको कुराहरू भयो, अब आफै देशमा उत्पादन नभएको हुनाले थर्ड कन्ट्रीबाट होइन, जस्तै जापान भयो, अमेरिका, जर्मनी, अस्ट्रेलिया ठाउँ जस्तो, फ्रान्स जस्तो ठाउँबाट हामीले लिएर आउनुपर्ने हुन्छ, त्यो गर्दा मसिनहरू पनि महँगो हुन जान्छ, प्लस त्यसमा लाग्ने इन्जेक्सनहरू औषधिहरू मेडिसिनहरू आफ्नै स्वदेशमा उत्पादन नभएको हुनाले त्यो पनि थर्ड कन्ट्री फोर्थ कन्ट्रीबाट आएको हुनाले चाहिँ नि सबै कुराहरू इन्जेक्सनदेखि लिएर मेडिसिनहरू महँगो हुन्छ, डिभाइसहरू हुन्छन् त्यसमा प्रयोग गरिने, त्यो डिभाइसहरू पनि नेपाल इन्डियातिर पनि बन्दैन, त्यो पनि विदेशबाटै मगाउनु पर्ने हुन्छ, त्यही भएर त्यो कारणले गर्दा चाहिँ नि तपाईँको पेसेन्टलाई महँगो पर्न जान्छ। हजुर। अब होइन जस्तो एकै पटकमा भयो भने त बिरामीहरूलाई होइन सजिलो पनि हुने भयो होइन, एकै पटकमा अथवा दोस्रो पटकमा तेस्रो पटकमा कतिको चाहिँ यहाँले त काम गरिराख्नु भएको छ नि, एकै पटकमा भएका पनि त्यस्ता घटनाहरू होला होइन? छ नि, अब 10 जना गर्छौँ त मिनिमम 4 जना अनि 9 जनासम्म भएको पनि छ, कहिलेकाहीँ रिजल्ट 100% पनि हामीले दिएका छौँ। हजुर। जस्तो एकै पटकमा भयो भने चाहिँ कति जति खर्च चाहिँ बेहोर्नु पर्छ त बिरामीहरू? एकैपल्ट भयो भने तपाईँको हाम्रो सेन्टरमा तपाईँको लगभग 3 लाख रुपियाँ मेडिसिन सहित जति पर्न जान्छ, अनि बच्चा बसिसकेपछि फर्टिलाइज प्रेग्नेन्ट भइसकेपछि
चाहिने 2 महिनाको जुन कोर्स हुन्छ नि मेडिसिनको इन्जेक्सन लगाउनु पर्ने हुन्छ मेडिसिन हार्मोनल ट्रिटमेन्टहरू गर्नुपर्ने हुन्छ त्यो महँगो छन् त लगभग 1 लाख 1.25 लाख रुपियाँ जति तपाईको प्रेग्नेन्सी भएपछिको 2 महिनाको मेडिसिनमा खर्च हुन जान्छ त्योभन्दा पहिलोको चरणमा चाहिँ तपाईको सुरुदेखि लिएर अनि हामीले इम्प्लान्ट इन्सर्ट गर्दासम्म चाहिँ 3 लाख रुपियाँ मोटामोटी खर्च हुन्छ हजुर भनेपछि एकै पटकमा भयो चान्स भयो भने हैन बिरामीले चाहिँ 3 लाख जतिमा चाहिँ काम पूरा गर्ने भयो उठ्ने भयो हैन 3 लाख प्लस प्रेग्नेन्सी भएपछि 4 लाख 1 लाख अझ प्लस हुन्छ 1 लाख 1.5 लाख जति जान्छ भनेपछि करिब 5 लाख जति चाहिँ हामीले डेलिभरी सम्म चाहिँ 5 लाख सम्म जान सक्छ हजुर हजुर किनभने हामीले प्रेग्नेन्सी बहुत मुस्किलले बहुत धेरै वर्षपछि धेरै उपचार गरेर बसेको बच्चाहरू छन् भने सकेसम्म हामीले चाहिँ इलेक्टिभ सिजेरियन सेक्सनमा जान्छौँ त्यो पनि अपरेसनमा पनि खर्च बढ्ने भएको हुनाले 5 लाख जति डेलिभरी हुनेसम्म पर्न जान्छ बिरामीलाई हजुर अब हैन यो नेपालको सन्दर्भमा र हामीले सामान्य अर्थमा जसले पनि हैन बुझ्दाखेरि यो टेस्ट ट्युब यो आइभीएफ भनेको नै टेस्ट ट्युब हो र यो सिसाभित्र नै बच्चा तयार पारिन्छ भन्ने जुन मानसिकता छ जुन त्यो यो भ्रम हो कि यो साच्चै यो वास्तविक हो कि के छ यसबारे पनि प्रश्न पारिदिनुस् न यो टेस्ट ट्युब र अनि हाम्रो आइभीएफ यसलाई चाहिँ एउटै भन्नु मिल्छ एउटै चीज हो हजुर अब टेस्ट ट्युब चाहिँ बुझ्ने भाषामा प्रयोग गरिन्छ आइभीएफ चाहिँ मेडिकल टर्म भाषामा हुन्छ अनि तपाईको अब टेस्ट ट्युब भनेको ट्युबमै बच्चा बसाउनु होइन कि तपाईको के हुन्छ भने हामीले ट्युब हरेक कुरामा प्रयोग गर्नुपर्ने हुन्छ या त तपाईले पिसाब जाँच गर्न जानुस् त्यसमा ट्युब प्रयोग गर्ने हो रगत जाँच दिनुस् त्यो पनि ट्युबमै प्रयोग गर्ने हो त्यसरी पनि हामीले जब महिलाहरूबाट यो ओभम पिकअप गर्छौं अन्डा डिम्बाशयबाट निकाल्छौं त्यो पनि हामी ट्युबमै नै कलेक्सन गर्छौं त्यो भनेको चाहिँ नि अब एउटा डिम्बाशय भित्र भएको अन्डाको उत्पादन भित्र पनि एउटा सानो चाहिँ नि ओसाइट भन्ने हुन्छ त्यो ओसाइटमा चाहिँ नि हामी त्यो कलेक्सन गर्ने भनेको ट्युबमै गर्ने हो त्यसपछि श्रीमानको बिरुवाहरू पनि कहिले ट्युबमा अथवा बक्समा लिन्छौं लगभग त्यो पनि फेरि त्यसलाई हामीले जुन तयारी गर्छौं त्यसलाई सिमेन प्रिपरेसन जुन गर्छौं त्यो पनि हामी ट्युबमै गर्छौं त त्यो ट्युबबाट निकाल्छौं अर्को ट्युबबाट पनि निकाल्छौं फेरि हाम्रो च्याम्बर हुन्छ डिभाइस हुन्छ त्यसमा दुईटालाई राख्छौं त्यसमा 2-3टा प्रविधि हुन्छ एउटा नेचुरली छोडेर पनि बनाउने अनि एउटा चाहिँ नि इक्सी भन्ने हुन्छ तपाईको त्यो चाहिँ भनेको के भने अन्डालाई लिएर श्रीमानको बिरुवा समातेर निडलद्वारा स्पेशल एउटा हाम्रो चाहिँ नि तपाईको यो डिभाइस छ त्यो डिभाइसमा इम्प्लान्ट गर्छौं एउटा त नेचुरल तरिकाले भन्छ आइभीएफ भनेर जान्छ इन्भर्टर फर्टिलाइजर गर्ने अनि इक्सी भनेर चाहिँ इन्ट्रासाइटोप्लाज्मिक सिमेन इन्सर्सन भनेर त्यो हिसाबले फर्टिलाइज गर्छौं त त्यो चाहिँ एउटा बक्स हुन्छ च्याम्बर हुन्छ हैन हो त्यसलाई चाहिँ अब बाहिर चाहिँ भन्दाखेरि त्यही टेस्ट ट्युब युनिट ट्युबमा बनाउने हैन त्यो च्याम्बरमा डेभलप हुन्छ त्यो डेभलप भएर पछि तयार भएपछि हामीले फेरि पाटेरमा राखिदिन्छौं जब त्यहाँ ग्रोथहरु सेल्सहरु डिभाइड हुन थाल्छ अब त्यसमा देखिन्छ प्रष्ट कुरा के अब त्यो 1 सेल 2 सेल 4 सेल भइराछ बढिराछ भनेको चाहिँ नि त्यो रूप आफ्नो लिइराखेको हुन्छ त्यसलाई चाहिँ फेरि हामीले महिलाको टाइममा इम्प्लान्ट गरिदिन्छौं हजुर अब यो हैन यो निसन्तान हुनु हैन बाजुपन पनि भनिन्छ हैन यो खास चाहिँ कस्तो के कारणले गर्दाखेरि यो समस्या आउँछ डाक्टर साहब यो प्रायः त अहिलेको देखेको हाम्रो नेपालमा बढिरहेको समस्या भनेको सबभन्दा पहिला विदेश जाने मान्छेहरू हुनुहुन्छ हजुर हैन उहाँहरू जाँदाखेरि विदेशमा के किसिमको काम गर्दिनुहुन्छ अथवा कहीँ पनि जाँदाखेरि अथवा स्वदेशमा पनि जसरी केमिकल फ्याक्ट्रीहरू भयो हैन रबर फ्याक्ट्रीहरू भयो धुलो वा गर्मीमा एकदम काम गरेछन् आगो जस्तो भट्टी तातोपनामा काम गर्दाखेरि चाहिँ नि मिलमा फ्याक्टरहरू बढिरहेछ हजुर हैन त्यो मिलले फ्याक्टर गर्दाखेरि अब बिरुवाहरू कमजोर भइरहेछ चोटपटक लाग्छ कहिलेकाहीँ तपाईको फेरि तपाईको बच्चामा चोटपटक उहाँहरुको अङ्गहरुमा लागेको छ भने हर्निया जस्तो अपरेसनहरुमा कुनै कम्प्लिकेसन हुन गएको छ भने त्यो कुराले गर्दा चाहिँ यो हुन्छ अनि सबभन्दा बढी बढ्नुको कारण यो वर्क रिलेटेड आजकल देखा परिरहेछ नम्बर 1 नम्बर 2 एज फ्याक्टर समयमा बिहा गरिराख्नु भएको छैन नम्बर 3 तपाईको अब भेटघाट कतिको भइराछ त्यसमा पनि निर्भर छ 2 वर्ष 3 वर्षमा आउनुहुन्छ 1 मिनेट 1.5 मिनेट बसेर जानुहुन्छ
त्यसमा टेक्निकल कुराहरू नमिलेको हुन्छन् धेरै कुराहरू। त्यसको बिचमा चाहिँ नि अब तपाईँ समयमा बच्चा पाउनु भएन भने बनाउने प्लानको बिचमा चाहिँ नि कुनै प्रकारको पाठ्यक्रममा इन्फेक्सन भएको रोग लागिहाल्यो भने पनि त्यसले इन्फर्टिलिटी बढाइदिन्छ। अब महिलाहरूमा सन्दर्भमा पनि केही कुनै प्रकारको पाठ्यक्रममा इन्फेक्सन भइहाल्यो भने, खानपिन कसरत कमी कमजोरीले हार्मोनल डिसब्यालेन्स भयो भने, अनि वेट बढ्दै गेन गर्यो भने, कन्ट्रोल गरेन भने ओबेसिटी प्रब्लम हुन्छ, फेरि पोलिसिस्टिक ओभारी भइहाल्छ। त उहाँहरूको खानपिन कसरत कन्ट्रोल नभएपछि समयमा नसुत्ने, समयमा हरेक कुराको लागि टाइम टेबल मिलाइएन भने, अनावश्यक रूपमा केही औषधिहरू खायो भने त्यसले पनि अलिअलि कहीँ न कहीँ इफेक्ट पारिराखेको हुन्छ। भनेपछि यो निसन्तान हुनबाट बच्नको लागि पनि हामीले हाम्रो जीवनशैलीलाई चाहिँ सुधार्नु पर्यो, हाम्रो खानपानदेखि लिएर हरेक कुरामा चाहिँ हामीले ख्याल गर्नुपर्ने हुन्छ। तपाईँको अब नियमित व्यायाम गर्नुहोस्, नियमित टाइममा खानेकुरा गर्नुहोस्, खानाको परिकार चेन्ज गर्नुहोस्। अब फास्ट फुडहरूमा मान्छेहरूलाई धेरै ध्यान बढी छ पछिल्लो वर्षहरूमा। त अब मोबाइलको डिभाइसले रेडिएसनको कुराहरू पनि छन् होइन। अनि झुकाउ बढी त्यसमा हुने, फिजिकलतिर चाहिँ ध्यान कम जाने होइन, त्यो सबै चाहिँ एउटा फ्याक्टर त बनिरहेछ, बिस्तारै बिस्तारै बढिरहेछ त्यो कुराहरूले गर्दा चाहिँ। हजुर, अब जस्तो होइन सामान्य होइन प्राकृतिक तरिकाले जन्मिएका बच्चाहरू र यो आइभीएफ प्रविधिबाट जन्मिएका बच्चाहरूमा चाहिँ कतिको अन्तर हुन्छ अथवा एकै प्रकारका हुन्छन्, के कस्तो हुन्छ त्यसबारे पनि प्रश्न पार्नुहोस् न। प्रायः त लगभग सेम नै हुन्छन्। रोग लागेको हुनु भएन। अब नेचुरल शरीरमा पनि बच्चाले रोग लाग्यो भने लाग्ने हो। आइभीएफमा पनि कहिलेकाहीँ त्यसको सामान्य कम्प्लिकेसनले गर्दा पनि बच्चालाई रोगले समात्ने डरहरू हुन्छन्, तर पर्सेन्टेज बहुत कम छ। तर मैले देखेको चाहिँ दुईटै बच्चामा कुनै फरक देखाएको छैन। मैले अहिलेसम्म जति बच्चाहरू आउँछन्, भेट गर्न आउँछन्, सबै एक्टिभ तगडा दिमागको तेज नै भेटेको छ। चाहे आइभीएफ प्रविधिबाट भएको हो, आइयुआई प्रविधिबाट भएको हो, वा नेचुरल तरिकाले भएको हो, तिनटैमा समानता मैले देखिएन। राम्ररी देखाएको छ बच्चाको डेभलपमेन्ट। हजुर, भनेपछि बुद्धि विकास राम्रो भएको बच्चाको सन्दर्भमा पनि हामी चाहिँ ढुक्क हुन सक्छौँ। एकदम मजाले ढुक्क हुन सक्नुहुन्छ। हजुर, अब होइन जस्तो सामान्य तरिकाले बच्चा स्वस्थ रूपमा जन्मिनको लागि पनि अब एक तरिकाले सामान्य अर्थमा चाहिँ समयमै विवाह गर्नु पर्यो भन्ने एउटा जुन कुरा छ होइन, त्यस्तै अब यो आइभीएफ प्रविधि पनि होइन पुरुष र महिलाको तुलनामा होइन पुरुष महिलाको सन्दर्भमा कति उमेरसम्म ठिक हुन्छ अथवा जुनसुकै उमेर हुँदासम्म पनि हामीले आइभीएफ प्रविधिबाट सन्तान हामीले पाउन सक्छौँ अथवा त्यसको पनि एउटा निश्चित उमेर छ, के छ? यसो छ, आइभीएफ त खास हामीले उहाँहरूलाई गर्छु जहाँ उहाँहरूसँग घरमा एउटा पनि बच्चाहरू छैन। हजुर, उहाँहरूलाई हरेक तरिकाले बच्चा पाउनु भएन, छँदै छैन भने उहाँले प्रयास त अब हामीले 55 वर्षसम्म पनि गर्न सक्छौँ, किनकि उहाँलाई त चाहिएको छ होइन। उहाँको फर्टाइल उमेर गइसके तापनि, महिनावारी बन्द भए तापनि अगर पाठ्यक्रमको सबै कुराहरू राम्रो छ र उनलाई निडफुल छ, चाहियो बच्चा छ भने हामीले चाहिँ नि 50-55सम्म पनि गरेका छौँ। अनि तपाईँको अनि नर्मली चाहिँ हेर्ने हो भने तपाईँको फर्टाइल उमेर भनेको बेस्ट उमेर अब 21 वर्ष कटेपछि अनि 25 वर्षभित्र एउटा बच्चा पाएको राम्रो होइन। अनि त्यसपछि तपाईँको म्याक्सिमम भनेको 42 इयर्ससम्म बच्चा बनाउँदा ठिक हुन्छ। तर कमसेकम पहिलो बच्चा चाहिँ नि 25-30 वर्षको हाराहारीमा एउटा पाउँदाखेरि चाहिँ नि ठिक हुन्छ। दोस्रोको लागि चाहिँ नि बच्चा नभए पनि अथवा कुनै समस्या आए पनि समस्या आउँदैनन्। पनि 25 कटेपछि अथवा 30 एउटा ग्रेसिङ पिरियड हुन्छ, 30 कटेपछि बच्चा हुने सम्भावना कम हुँदै जान्छ कि तपाईँको। अब पहिलो बच्चा पाउनु भएको छैन भने न त दोस्रो तेस्रोको लागि त्यति समस्या आउँदैन। राम्रो उमेर भनेको पाउनु भनेको बिलो 40 ठिक हुन्छ। हजुर, भनेपछि जस्तो होइन कतिपय अवस्थामा चाहिँ दम्पतिहरूले होइन प्रयास गर्दा गर्दै पनि त्यो समय अलिकति बढी भइसकेको हुन्छ होइन। त्यस्तो उमेर धेरै भइसकेपछि यहाँहरूकोमा आउनुभएका घटना होइन, यहाँहरूकोमा आएर पनि यहाँहरूले प्रयास गर्दा गर्दै त्यस्तो नहुने घटनाहरू त्यस्तो भएको छ उहाँहरूकै जस्तो उहाँहरू नै ढिला आएको कारणले? हजुर छन्, उहाँहरूमा पनि के हुन्छ भने मैले भने नि मेन तपाईँको सबभन्दा पहिला
हाम्रो शिक्षा ज्ञान जानकारी यो नभएको हुनाले धेरै मान्छेहरूलाई यो कुराले थाहा छैन। थाहा नभएपछि उहाँले जब थाहा पाउनुभयो तबसम्म धेरैजनाको उमेर पनि अलिकति बढिसकेको हुन्छ। जब थाहा पाउनुहुन्छ त यो यस्तो प्रविधि रहेछ, जाम नि त्यही पटक कोसिस गरौँ के भयो भन्ने कुरा हुन्छ नि त। अनि त्यो प्रविधिमा पनि आउनुभएको छ धेरैजनाहरू। धेरै मान्छे कन्सियस पनि हुनुहुन्छ, तर के हुन्छ भने समाजको डरले के भन्ला अथवा डक्टरको अगाडि गएर कसरी कुरा गर्ने एउटा चाहिने डरले शरमले पनि आउनुहुन्न उहाँहरूले। त त्यो पनि हामीले जानकारी अब बिस्तारै बढिरहेछ। जसरी अब सेन्टरहरू जति जति बढ्दै जानुहुन्छ त्यसरी जानकारी महलहरू चारैतिर बढ्दै जाने हो है तपाईँको। अब हामी गरेछौँ, अस्ति पनि हामीले 6 महिना अगाडि 47 वर्षको महिलाले चाहिने 3टा बच्चा जन्माउनु भयो होइन, एकैपटकमा साझा हस्पिटलमा। अनि त्यसपछि तपाईँको अस्ति भर्खर एकजना इन्डियाबाट पनि आउनुभएको थियो, गुजरातबाट। उहाँको पनि उमेर लगभग 46-47 को बिचमा हुनुहुन्थ्यो, श्रीमानको उमेर लगभग 60 वर्ष। उहाँ पनि अहिले प्रेग्नेन्ट हुन्छ, 2टा बच्चा छ, चलिरहेछ उहाँको पनि। अनि आइराख्नुहुन्छ एजमा, किनभने अब कम उमेरको हतपत छिटो आउनुहुन्न। अलिकति एज गएपछि मेच्युरिटी बढेपछि अलिक हिम्मत बढेपछि आउँदाखेरि लगभग मलाई लाग्छ 30-35 मान्छे काटेर आउनुहुन्छ कि करिब करिब। भनेपछि जस्तो जति अलि छिटो के उहाँहरू उमेर नछिपिँदै होइन आउनुभयो भने यहाँहरूको लागि पनि सहज हुन्छ। एकदम सहज हुन्छ। तर उमेर अलि बढी भइसकेपछि आउनुभयो भने यहाँहरूलाई पनि चुनौतीपूर्ण हुन्छ। अब यो जुन आइभीएफ प्रविधिको होइन सफलताको दर हेर्दाखेरि जुन यहाँले अहिलेसम्म जति पनि केसहरू गर्नुभयो, जति पनि यहाँहरूले होइन तिनै सन्तान दम्पतिहरूका लागि सन्तान जुन प्रदान गर्नुभएको छ यहाँको एउटा कर्मको माध्यमबाट होइन, कतिको चाहिँ सफलताको दर छ? मैले अब विगत गाइनुमा काम गर्न लागेको लगभग 20 वर्ष हो। महिलाहरू महिलाहरू विशेषज्ञ अनि टेस्ट ट्युब निसन्तान सम्बन्धी लगभग 8-9 वर्ष भयो। यो 8-9 वर्षमा मलाई लाग्छ मैले गरेको काममा सफलता धेरै पाएको छु होइन। आइभीएफमा हाम्रो लगभग 70 को एभरेज अहिलेसम्म पनि चलिरहेछ। कुनै महिनामा 100% पनि रिजल्ट दिएका छौँ। अनि आइयुआई प्रविधि हुन्छ, आइयुआई प्रविधिमा पनि तपाईँको लगभग 20% 20देखि 30% त्यसमा पनि सक्सेस रेट हाम्रो गएको छ। अनि सबभन्दा तपाईँको 90% त टेक्निकल कुराहरू नमिलेकोहरू सामान्य मेडिसिनले उहाँहरूले पाउनुभएको छ अनि आइराख्नुहुन्छ। भनेपछि यहाँहरूले जति पनि काम गर्नु भएको छ जो सबै काममा चाहिँ सफल हुनु भएको छ? सफल छु, सन्तुष्ट पनि छु। मैले गरेको एकदमै कमै चान्स हुन्छ फेलियर हुने। तर मान्छेहरूले अगाडिको बिरामीले हिम्मत हार्नु भएन, प्रयास छोड्नु हुँदैन, तब सक्सेस जरुर हुन्छ। अब होइन यो आइभीएफ प्रविधिको होइन अलि सबैजनामा नागरिकमा अलि बढीभन्दा बढी जानकारी पुर्याउन होइन उहाँहरूलाई चाहिँ यो प्रविधि सम्बन्धी सचेतना दिन होइन कतिपय त कति छटपटिएर बस्नुहुन्छ, धेरै ठाउँमा पुग्नु भएको हुन्छ, तर त्यति गर्दा पनि उहाँहरूलाई चाहिँ सन्तान प्राप्ति हुँदैन नि त होइन। र यो अवस्थामा चाहिँ खास के भयो भने चाहिँ उहाँहरूको लागि पनि सहज हुन्थ्यो र उहाँहरू छिटो आइदिँदा यहाँहरूलाई पनि सहज हुन्थ्यो। खास के गर्दाखेरि ठिक हुन्छ जस्तो लाग्छ यहाँको विचारमा? जसरी हामीले शिक्षा प्रणाली, स्वास्थ्य शिक्षा प्रणाली हामीले स्कुलमा दिइराखेको छौँ नि, यसमा यो पनि एउटा चिज सब्जेक्ट चाहिँ प्लस गरिदिनुपर्छ जस्तो लाग्छ मलाई। त्यहाँबाट नि थाहा हुन्छ नि मान्छेले आइभीएफ भनेको के हो, निसन्तान उपचार भनेको के हो, कसरी जाने, कहाँ जाने भन्ने एउटा चाहिने जसरी बताइन्छ नि, बिरामी स्कुलमा बिरामी भएपछि हस्पिटल जाने अथवा नजिक उसमा जाने, त्यसरी त्यो सम्बन्धी पनि सुरुदेखि जानकारी दियो भने बच्चादेखि नै भन्नाले एउटा उसमा 9-10 क्लासदेखि नै त उनीहरूको कन्सेप्टमा हुन्छ, सबैको कन्सेप्टमा हुन्छ, सबै थाहा पाउने हुन्छ। अब के हुन्छ भने अहिले हुँदाखेरि अब एकजनाले थाहा पाउनुभयो तर बगलकोले थाहा पाउनु भएन, किनभने हामी त सँगै बसाएर कसैलाई क्लास त लिएको छैनौँ। त्यो एक ठाउँमा हामी क्लास लियो भने सुरुदेखि नै त माइन्ड मेकअप रहिरहन्छ कि यो पनि प्रविधि रहेछ भनेर। त्यो जानकारी भयो भने त्यो अनुसार मान्छेको हिम्मत हौसला सबै बढेको हुन्छ अनि साथीहरू पनि एकअर्कासँग सेयर गर्छ फेरि यस्तो, किन उसले पनि पढेको छ उसले पढेको छ, जानकारी दुवैमा छ। अब अहिले यस्तो के भइरहेछ भने जस्तै मैले यत्रो वर्ष भयो 8-9 वर्ष यो सम्बन्धी नै स्पेसली आइभीएफ सम्बन्धी टेस्ट सम्बन्धी कतिजना प्रेग्नेन्ट हुनुभयो, तर उहाँले के गर्नुहुन्छ भने आफ्नो छर छिमेकीले बताइदिनुहुन्न। यहाँसम्म के भन्नुहुन्छ भने मेरो सास ससुरा आउनुहुन्छ नभनिदिनु होला,
मेरो दाइ भाइ मसँग आउनुहुन्छ नभनिदिनु होला, कसरी प्रेग्नेन्ट भयो नेचुरली नै बसेको भनिदिनु होला। त्यो भनेको भने त्यो शरम डर अनि इज्जतै जाला जस्तो सोच हुन्छ कि फिल हुन्छ। वास्तवमा त्यो कुरो होइन। तपाईँले सत्य भन्नुहोस्। अहिले त सबै कुरा आइरहेछ नि, एक्सेप्ट गर्नुहुन्छ। युट्युब छ, टिभीमा प्रोग्राम, पेपरमा आइरहेछ। तपाईँ त्यो देखाएर काउन्सिलिङ गर्नुहोस्, म यसरी गरेको, हामीसँग यस्तो समस्या छ, त्यो भन्दाखेरि सजिलो हुन्छ। तर उहाँहरूले ठ्याक्कै उल्टा सोच्नुहुन्छ, इज्जत जान्छ, प्रतिष्ठा जाला, मान्छेले के भन्ला, त्यसमा दम छैन भन्ने कुराहरू, यस्तो कुराहरू आउँछ कि। अनि उहाँहरूले नभनिदिएर अहिले पनि यो समाजमा चाहिने बताइदिनुहुन्न कि अगल बगलमा कसैलाई, त उहाँहरू चाहिने वञ्चित हुनुहुन्छ अहिले पनि। तर यही कुराहरू हामीले स्कुलदेखि नै कलेज बुझ्दाखेरि नै यो कुराहरूलाई विस्तार गरिदियो भने, जानकारी दियो भने त के हुन्छ भने एउटा अविवाहितको उमेरमा गफ यो कुराहरूमा धेरै चल्छ। त्यो गफ गऱ्यो भने साथै साथै दोस्ती भयो भने यो कुराहरू खुलेर कुरा गरेपछि प्रब्लम आएपछि एउटा साथीले अर्को साथीले अर्कोलाई भनेपछि त्यहाँ चाहिँ लाज शरम डर भय मान्छेले के भन्न शब्दै निस्किन्न। भनेपछि यसको होइन रोकथामको लागि एउटा मानसिकताको विकास हुनु पर्यो। अर्को जुन स्कुल लेभलबाटै विद्यालय स्तरबाटै यो सम्बन्धी चाहिँ जानकारी स्वास्थ्य शिक्षामा त्यो समावेश हुनु पर्यो। यो दुईटा कुरा भयो भने चाहिँ परिस्थिति सहज बन्दैछ, बहुत सहज हुन्छ। त्यसमा खुलेर कुरा गर्नुहुन्छ नि एकअर्कासँग। उनीहरूमा चाहिँ यस्तो पनि रहेछ, प्रविधि पनि आइसकेको छ, अब त समस्या छैन, डर छैन, कुरा गर्न पाइयो नि त भन्ने कुरा हुन्छ नि त। अब यहाँ विगत धेरै वर्षदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ होइन, विशेष गरी अब महिला तथा स्त्री रोग विशेषज्ञको रूपमा हुनुहुन्छ र यो आइभीएफ सम्बन्धी यहाँले विगतका केही वर्षदेखि 9 वर्ष भन्नुभयो होइन, 9 वर्षदेखि निरन्तर यस क्षेत्रमा लाग्नु भएको छ। यो प्रविधि हाम्रो नेपालको सन्दर्भमा अलिकति महँगो पनि हुने भएको भएर यहाँ चाहिँ भविष्यमा चाहिँ त्यसलाई सबै नागरिकको पहुँचमा पुर्याउने गरी त्योतर्फ पनि यहाँ चाहिँ अग्रसर हुनु भएको छ। हजुर, यो सम्बन्धी चाहिँ यहाँको जुन योजना छ अलिकति बताइदिनुहोस् न। यसो छ, योजना त मेरो ठुलै छ। मैले चाहिँ सुरुदेखि नै हरेक कुरामा सरकारले सुविधा दिनुपर्छ, इन्सुरेन्स सिस्टम गर्नुपर्छ, धेरै कुरामा महिलाहरूको लागि फ्री सिस्टम विगत 18-20 वर्षदेखि नै गर्नुभएको छ होइन। अनि तर यो आइभीएफ सम्बन्धी सरकारले पनि अहिले त्यति गर्न नसक्नुको अर्थ के हुन्छ भने अलिकति कस्ट महँगो भएको हुनाले चाहिँ अहिले गर्न सक्नुभएको छ। सायद भविष्यमा त्यसको पनि व्यवस्था उहाँहरूले गर्नुहुन्छ होला सरकार गभर्मेन्टले। तर मेरो पर्सनल व्यक्तिगत पनि चाहिँ मैले अहिलेसम्म लगभग 20%लाई मैले आफ्नोबाट पनि हालेर पनि गरिदिएको छु, सहयोग गरेको छु र गरिरहने छु। अनि त्यो अझ पुरै योलाई पनि एकदम सहज तरिका झन् अझ कम गर्नको लागि चाहिँ मैले अरू पनि एउटा हस्पिटल आफ्नो ठाउँमा कलेक्सन गर्ने, तर सबै पेसेन्टलाई त सकिँदैन गर्नलाई। त्यो के गर्ने भने त्यसको लागि पनि केही न केही बाहिरबाट अब कुनै कुनै त्यस्तै बिजनेसहरू गरेर अथवा त्यस्तै एनजिओ खोलेर कहीँबाट सहयोग लिएर अगर हामीले यो गर्न पायो भने त हामीले कमसेकम निम्न वर्गको मान्छेलाई पनि हामीले 80% अनुदान दिएर पनि उपचार गर्न सक्छौँ, कसैलाई फ्रीमा पनि गर्छौँ। र अहिले पनि मैले वर्षमा एउटा दुईटा फ्री गरेकै छु। मैले कति मान्छेहरूलाई मैले आफ्नो तर्फ पनि दिएको छु, किनकि इन्जेक्सनहरू फ्रीमा त आउँदैन, त त्यो हामीले दान गरिरहेछौँ। हजुर, जस एउटा सामाजिक कामतर्फ पनि यहाँ अग्रसर हुनुभएको छ। जुन सोचले यहाँ अघि बढ्नु भएको छ त्यो सोच चाहिँ छिट्टै नै पुरा होस्, त्यो काम छिट्टै नै यहाँले सफल पार्न सक्नुहुनेछ होइन। हाम्रो तर्फबाट शुभेच्छा छ। अन्त्यमा होइन हामीलाई हेरेर बस्नुभएका दर्शकहरूको लागि चाहिँ यहाँले के भन्न चाहनुहुन्छ? सबै समाजलाई म के भन्न चाहन्छु भने स्वास्थ्य नै धन हो। स्वास्थ्य छ त सबै कुरा छ। स्वास्थ्य भएर त्यसपछि फ्यामिली नै परिवार हो। परिवार भयो भने सबै कुरा छ। त परिवारमा पुरै छन्, धेरैजनाको अधुरो पनि छ। खास गरी चाहिँ निसन्तान अलि हरेक 10 जनाको बिचमा 1 जना देखा परिरहेछ। त्यसलाई चाहिँ हामीले कन्टिन्यू गर्नको लागि, राम्रो गर्नको लागि चाहिँ हामीले एकअर्कालाई सहयोग गर्ने, यसको बारेमा अलि चर्चा गर्ने। अनि आफूले उपचार गरेर सफलता प्राप्ति भइसकेको छ भने आफ्नो समाजमा पनि ढुक्का साथ आरामले भन्नुपर्छ कि मैले यो प्रविधि गरेर बच्चा पाएँ, तपाईँ पनि जानुहोस्। यसमा कुनै शर्म गर्नु हुँदैन, कुनै डर गर्नु हुँदैन, यसमा कुनै इज्जत जाने कुरो हुँदैन। यो आजको जमानामा सबै आफूलाई फिल मात्रै हुन्छ कि मेरो इज्जत जान्छ, मान्छेले के भन्ला, तर त्यसो केही पनि होइन।
त्यो सबै राम्रो कुरा हो, वैज्ञानिक तरिका हो, साइन्टिफिक कुराहरू हो। सबैले आउने समस्याहरू एकअर्काले सहयोग गरौँ, नशर्माऊ, अगाडि बढौँ, उपचार गरौँ। हामी त्यसको लागि सधैँ तत्पर रहन्छौँ उपचार गर्नको लागि। भनी धन्यवाद। डाक्टर साहब, हामी कार्यक्रमको अन्त्यमा छौँ होइन। अन्त्यमा यहाँलाई एउटा उपहार, हाम्रो यो रूपन्देही टाइम्स अनलाइन टेलिभिजनको कार्यक्रम उत्साहको तर्फबाट जयको मल यहाँलाई हामीले यो उपहार स्वरूप प्रदान गर्दैछौँ। आशा गर्छौँ यो मल यहाँले पनि प्रयोग गर्नुहुनेछ। अहिले जुन यो हाम्रो पछिल्लो समय होइन, यो विभिन्न रासायनिक मलहरूको प्रयोगले गर्दा हाम्रो वरपरको वातावरण एकदमै बिग्रिरहेको सन्दर्भमा यो जयको मल उत्पादन गरिएको छ। यो शुद्ध, एकदमै प्राङ्गारिक छ, जैविक छ होइन। यसबाट चाहिँ उत्पादन एकदमै राम्रो हुन्छ। यहाँले आफ्नो गमलाहरूमा पनि यो मल प्रयोग गर्न सक्नुहुनेछ र यसबाट कस्तो उत्पादन हुन्छ डाक्टर साहबले हामीलाई जानकारी दिनुभयो। बहुत बहुत धन्यवाद यसको लागि। म चाहिँ आफै गार्डन प्रेमी हो, फुलहरूको प्रेमी हो। मैले आफै घरको वरिपरि गार्डन पनि बनाएको छु अनि मल त जैविक प्रयोग गरिरहेको छु। अब यो पनि प्रयोग गरे हेरौँ, सायद एकदमै राम्रो होला। हजुरहरू दिनुभएको छ भने होइन। यो तिलोत्तमा 2मा आफ्नै स्वदेशी आफ्नै ठाउँमा उत्पादन भएको छ, जरुर प्रयोग गरिन्छ। म यसको एकदम सपोर्ट गर्छु। मैले केमिकल भन्न चाहने जैविक मलको चाहिने। अनि धेरै धेरैमा तपाईँ छायापन्थीजी प्लस उहाँहरूको यो प्रोग्राम हाम्रो नेपाल टाइम्सलाई पनि यहाँ बोलाउनु भएकोमा, स्वागत गर्नुभएकोमा बहुत बहुत धन्यवाद। रूपन्देही टाइम्स अनलाइन टेलिभिजनको कार्यक्रम उत्साहमा आइदिनु भयो होइन। यो आइभीएफ प्रविधि सम्बन्धी केही जानकारी पायौँ र हामीलाई हेर्ने दर्शकहरूले पनि यो सम्बन्धी जानकारी पाउनुभयो यहाँको माध्यमबाट होइन। यसप्रति धेरै धेरै खुसी छौँ। हामीलाई समय दिनुभयो, समयको लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद। हामी कार्यक्रम उत्साहको अन्त्यमा आइपुगेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो वरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर प्रदीप श्रीवास्तव। उहाँसँग रहेर हामीले विशेष गरी आइभीएफ प्रविधिको बारेमा कुराकानी गरिसकेका छौँ। यो आइभीएफ प्रविधिको जसले प्रयोग गर्नुभएको छ, यो विधिबाट जसले सन्तान प्राप्त गर्नुभएको छ, उहाँहरूले कृपया यहाँहरूको समाजमा पनि सन्देश दिनुहोला। यहाँहरूको सन्देश मार्फत यो आइभीएफ प्रविधिमा जो कार्यरत हुनुहुन्छ उहाँहरूलाई पनि काम गर्न सजिलो हुन्छ र जो निसन्तान हुनुहुन्छ उहाँहरूको लागि पनि एउटा एकदमै महत्त्वपूर्ण सन्देश जान्छ। त्यसैले यो आग्रह यहाँहरूको लागि गर्दै आजको लागि कार्यक्रम उत्साहबाट म छाया पनि बिदा हुन्छु। हवस् त, नमस्ते।